छुट्टीको दिनमा कसैले कानुन बनाउँदैन, सबै चाहिँ तास खेल्न गएको छन् होला त। म चाहिँ किताब बेच्न आएको। अनि जिल्लातिर पुगेर आउनुभयो मान्यज्यू, कस्तो पाउनुभयो? जिल्लातिर के भन्छन्? जिल्लातिर ठिक छ, केही छैन, राम्रो छ। राम्रो छ। के भन्छन्? किताब अलिक कम बेच्नु, हाम्रा कुरा राखिदिनु भन्दैनन्? कति कुरा राख्ने, राखेको छ। किन संसदमा कति कुरा दिनदिनै हुन्छ र किताब कुरा राख्ने भन्ने पनि? के देशभरि भ्याउनुहुन्छ कि काठमाडौँ मात्रै मान्यज्यू? के किताब बेच्ने कार्य? त्यस्ता कुराहरू मलाई कसैले केही नसोध्नुहोस्। सुकुम्बासीको कुरा मिलाउने, अब अध्यादेशको कुराहरू गर्ने त्यो सरकारको कुरा हो। सरकारको कुरा सबै कुरा हामीलाई थाहा हुन्न होइन। अब जे गरेको छ सरकारले गरेको छ, मैले गरेको होइन। तपाईँ चाहिँ सरकारको मान्छे हो नि त, तपाईँ पनि कसरी सरकारको मान्छे? म त एउटा पक्ष, तपाईँ प्रतिपक्ष होइन, म निष्पक्ष हो। निष्पक्ष, न पक्ष न विपक्ष। कस्तो लागिरहेछ सुकुम्बासीहरूलाई? कहिले भेट्न जानुभयो कि भएन? गएको छैन।